U20 वुमेन च्याम्पियनशिप सिलेक्सन महिला नेशनल टोलीमा को परे र अब हुने गेमहरूको बारेमा आज यो भिडियोमा यिनै अपडेटहरूको बारेमा भन्नेछु। नमस्कार, म सुजन। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। राष्ट्रिय महिला टोलीका क्याप्टेन एन्जिला र पूजा राणा थाइल्यान्ड विरुद्धको आगामी मैत्रीपूर्ण खेल र AFC महिला एसियाली कप 2026 को छनौटका लागि व्यावसायिक फुटबल खेलिरहेका दुई महत्त्वपूर्ण खेलाडीहरू टिममा आगमन भएका छन्। यसैगरी रेखा पौडेल र सावित्री भण्डारी नेपाल भित्रिएको खबर प्राप्त भएको छैन। अहिले नेपालको U20 महिला राष्ट्रिय टोलीको लागि छनौट प्रक्रिया हुँदैछ। साफ U20 महिला च्याम्पियनशिप 2025 मा ध्यान केन्द्रित गर्दै नेपाल U20 महिला राष्ट्रिय टोलीको छनौट प्रक्रिया आधिकारिक रूपमा एन्फा कम्प्लेक्समा सुरु भइरहेको छ। महासचिव किरण राईले जुलाई 11 देखि 21 सम्म बङ्गलादेशमा आयोजन हुने आगामी साफ U20 महिला च्याम्पियनशिप 2025 का लागि छनौट भएका पदाधिकारीहरूलाई मे 25 आइतबार आधिकारिक नियुक्ति पत्र हस्तान्तरण गरेको छ। U20 वुमेन्स च्याम्पियनशिप 2025 का लागि नियुक्ति भएका छन् मुख्य प्रशिक्षक यम प्रसाद गुरुङ, सहायक प्रशिक्षकहरू सन्देश कुमार श्रेष्ठ र किरण कुमार कार्की, गोलकिपर प्रशिक्षक मिनबहादुर बस्नेत, टोली प्रबन्धक इन्दु दुवाल रहेका छन्। यसैगरी राष्ट्रिय U20 महिला टोलीको खेलाडी छनौट कार्यक्रमको अर्को चरणमा पर्न सफल खेलाडीहरूको नामावली भएका सबै खेलाडीहरूलाई छनौट प्रक्रियामा 2082 जेठ 12 गतेको दिन 2 बजे एन्फा कम्प्लेक्समा सुरु हुने जानकारी गराएको छ। सबैजना प्लेयरहरू उपस्थित हुनुहोला। अब कुरा गरौँ मेन्स नेशनल टिम र वुमेन नेशनल टिमका खेलहरू कहिले हुँदैछन् भन्ने बारे। नेपाली राष्ट्रिय महिला टिममा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले शुक्रबार 23 सदस्यीय टोलीको घोषणा गरेका छन्। नेपालले AFC महिला एसियाली कप अस्ट्रेलिया 2026 छनौटको खेलहरू खेल्नुभन्दा अगाडि 2 खेल खेल्ने तय भएको छ। जुन खेल मे 30 मा बन्द ढोका पछाडिको प्रशिक्षण खेल हुनेछ र त्यसपछि जुन 2 मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछ। यो दुईटै खेल चाहिँ नेपालले AFC महिला एसियाली कप अस्ट्रेलिया 2026 छनौट प्रक्रियाको खेलहरूको लागि तयारी खेलको रूपमा खेलिनेछ। त्यसैगरी पुरुष फुटबलको प्रशिक्षणमा अहिले 30 खेलाडी तयारी गरिरहेका छन्। यी 30 जना खेलाडीहरू मध्येबाट अन्तिम टोली घोषणा गर्नेछ। त्यसैगरी नेपालले AFC एसियन कप क्वालिफाईका लागि भनेर हङकङसँग जुन 5 थर्सडे चाहिँ फ्रेन्डली म्याच खेल्ने भएका छन्। आजको लागि यति नै। यतिन्जेलसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद सबैजनालाई।